दर्शकवृन्दहरू, यति बेला जुन तपाईले भिडियो हेरिरहनु भएको छ यो कुनै साधारण नेपालीको भिडियो होइन। यो हो जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य बबी सिंह यादवको बिहेमा रक्सीको नशामा पिस्तोल चलाइरहेको भिडियो, जसमा उनले लापरवाहीका साथ बिहेमा पिस्तोल चलाइरहेकी देख्न सकिन्छ। हेलो, वेलकम अनि नमस्कार, स्वागत छ तपाईहरुलाई पीटीसी मिडियामा। र आजको यो भिडियो रहेको छ बबी सिंह यादवको यो भिडियोको कभरेज, जुन आजभोलि सोशल मिडियामा एकदमै भाइरल भइरहेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ बबी यादव नशाको तालमा पिस्तोल पड्काइरहेको देख्न सकिन्छ। यसै त उनी सप्तरी बोदेवर्साई नगरपालिका 5 का राष्ट्रिय सभासद एवं पूर्व मन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन्। यादवका अनुसार यो भिडियो केही दिन अगाडि इन्डियामा भइरहेको उनको मामाको छोरीको बिहेमा खेलौना पिस्तोलबाट गरिएको फायरिङ भनेर उनी बताउँछिन्। तर यसमा कतिसम्मको सत्यता लुकेको छ त्यो चाहिँ अझ बाहिर आउन बाँकी नै रहेको छ। तपाईहरुको के विचार छ यस विषयवस्तुमा कृपया कमेन्ट गरेर बताउन नभुल्नुहोला। आजलाई भने यति नै थियो। फेरि भेट्नेछौँ अर्को नयाँ र ताजा भिडियोका साथ। त्यतिन्जेलसम्मका लागि हस्त बाइ बाइ।